भिक्टोरियादेखि केही मिनेटको दूरीमा रहेको यो ठाउँ निकै नै राम्रो छ घुम्नको लागि। तपाईँहरू यहाँनिर आफ्नो साथीभाइ आफन्त र यदि सानसानो केटाकेटीहरू छन् भने उनीहरूलाई पनि लिएर आउन सक्नुहुन्छ। यहाँनिर पर्याप्त स्पेस छ जहाँ चाहिँ घुम्नको लागि र केटाकेटीहरू खेल्न सक्छन् र बस्नको लागि पनि उपयुक्त वातावरण छ। यहाँनिर आइसकेपछि तपाईँहरूले यहाँनिर रहेको मन्दिर भिजिट गर्न नबिर्सनु होला। यो चाहिँ जुन मुख्य मन्दिर छ जहाँ चाहिँ राधाकृष्णको मन्दिर बनाइएको छ। यहाँको सजावट निकै राम्रो छ। यहाँनिर निकै राम्रो चित्रहरू बनाइएको छ भनेदेखि यहाँभित्रको भाइब्स पनि निकै राम्रो छ। यहाँनिर तपाईँहरू आफूलाई एकछिन राखेर त्यस पछाडि अन्य विभिन्न ठाउँहरू घुम्न सक्नुहुन्छ जहाँनिर विभिन्न मन्दिरहरू मात्र नभएर त्यहाँनिर तपाईँहरूले बोट बिरुवाहरू त्यसै नै पोखरी पनि देख्न सक्नुहुन्छ। यो हो हाम्रो गाई, यो हो हाम्रो बाछी, यो हो हाम्रो बाँदर बाँदर बाँदर। त्यति मात्र नभएर तपाईँहरूले यहाँनिर गइसके पछाडि त्यस पछाडि त्यहाँ रहेको पछाडिको ब्याकग्राउन्डतिर जानुभयो भने त्यहाँनिर डिफ्रेन्ट गोत्रहरूको मूर्ति बनाइएको छ ऋषिहरूको, जहाँ चाहिँ तपाईँले आफ्नो गोत्र अनुसारको ऋषिलाई हेर्न सक्नुहुन्छ र मैले पनि मेरो गोत्र अनुसारको ऋषिलाई हेरेँ। जय बजरङ्गबली। यसरी नै घुम्दै जाँदाखेरि तपाईँहरू त्यहाँदेखि तल जानु भनेदेखि गौशाला देख्नुहुन्छ। त्यहाँनिर चाहिँ गाई बाछा बाछीहरूलाई राखिएको छ। उनीहरूलाई गएर उनीहरू बसेको स्थानमा गएर हेर्न सक्नुहुन्छ। निकै नै राम्रो छ, निकै रमाइलो लाग्छ यसरी जनावरहरूलाई पशुहरूलाई यसरी राखेको देख्न पाउँदाखेरि। तपाईँहरूले अझ त्यहाँदेखि अगाडि बढ्नुभयो भनेदेखि नजिकै झोलुङ्गे पुल पनि रहेको छ। सो यहाँको दृश्य निकै राम्रो छ। यहाँनिर बुढी गङ्गा स्थित रहेको यो झोलुङ्गे पुल हो। यो झोलुङ्गे पुलमा गएर तपाईँहरूले त्यहाँबाट भिडियो पिक्चर्स अथवा त्यहाँ बसेर प्रकृतिको आनन्द लिन सक्नुहुन्छ। अनि त्यस पछाडि यदि तपाईँलाई भोक लाग्यो घुम्दा घुम्दै भयो भने यहाँनिर भित्र नै एउटा नानीको यो चटपटे अनि पानीपुरी पसल छ जहाँ चाहिँ गएर तपाईँहरूले आफूलाई मन लागेअनुसार खान सक्नुहुन्छ र सरस्वती माताको दर्शन गरेर घर फर्कन